हाय साथी तथा मित्रहरू, स्वागत छ मेरो युट्युब च्यानल टिकाराम कान्छो भ्लगमा। धेरै मित्रहरूले मेरो भ्लगमा भिडियो हेरेर जिज्ञासाहरू छोडिराख्नु भएको थियो र उनी साथी विशाल लोजिस्टिक एसएलएल कम्पनीको बारेमा पूर्ण रूपमा चाहिँ त्यहाँको जानकारी गराउनु, सम्पूर्ण त्यहाँको बताउनु भन्नुभएको थियो। त्यसै जिज्ञासालाई मेटाउनको लागि आज फेरि तपाईँहरूमाझ एकदमै रोचक र जानकारीमूलक भिडियो लिएर आएको छु। कृपया यस भिडियोलाई मन परे लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गरिदिन नभुल्दिनु होला। आजको भिडियो कुन विषय अन्तर्गत छ भन्ने कुरा धेरै मित्रहरूले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। यदि थाहा छैन भने आजको भिडियोको पहिलो टपिक अर्थात् शीर्षक रहेको छ, यस विशाल लोजिस्टिकले टिआरसी कार्ड बनाइदिए बापत हामी कामदारहरूसँग 8-9 सयले लिने गर्दछ, हाम्रो सेलेरीबाट काट्ने गर्दछ। यो त थियो पहिलो आजको शीर्षक। र दोस्रो आजको टपिक अर्थात् शीर्षक रहेको छ, हामी बाहिर कामदारहरूको यस विशाल लोजिस्टिकले प्रति हप्ता 5 दिन काम लगाउने गर्दछ र 2 दिन छुट्टी दिने गर्दछ। र हामी बाहिर कामदारहरूलाई यस विशाल लोजिस्टिक एसएलएलले चाहिँ प्रति घन्टा 17.5 लेको दरले दिने गर्दछ। र आजको अर्को टपिक अर्थात् शीर्षक रहेको छ, तपाईँलाई प्रतिदिन काम गरे बापत यहाँको रोमनियनले 30 को दरले तपाईँलाई फुटकार बनाइदिएको हुन्छ, त्यसमा दिने गर्दछ भन्ने बारेको। कन्टेनरको सामानहरू अनलोड गर्दै यस्तो मेसिनले चट्ट लगाएर छिरायो अनि उठायो ल्यायो। यो चार्जरवाला हुन्छ है, चार्जरवाला इलेक्ट्रिक चार्जर। यहाँको लोकलले चाहिँ फोर्कलिफ्ट चलाउँछ, योभन्दा ठुलो पनि चलाउने गर्दछ। तपाईँले यहाँ देखिरहनु भएको छ एकदमै अग्लो यो मेसिन, यो इलेक्ट्रिक चार्जरवाला मेसिन हो। अहिले चाहिँ काम नभएको बेला यहाँ इलेक्ट्रिकमा अर्थात् बिजुलीमा यहाँ चार्जर लगाइरहेको अवस्था छ। चलाउन चाहिँ धेरै समय लाग्दैन, 1-2-3 पुराना व्यक्तिहरूले सिकाउने गर्दछन् यता त, त्यसपछि आरामले मजाले चलाइन्छ, यो गाह्रो छैन। हाय साथी तथा मित्रहरू, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज तपाईँहरूमा फेरि एकदमै रोचक र जानकारीमूलक भिडियो लिएर आएको छु। यहाँ देखिरहनु भएको छ पछाडि ब्याकग्राउन्डमा म आज वायरसभित्रै भिडियो गराइरहेको छु। अब ढिलै नगरी लागौँ आजको विषयतर्फ। आजको भिडियोको पहिलो टपिक अर्थात् शीर्षक रहेको छ, हामी बाहिर कामदारलाई विशाल लोजिस्टिकले टिआरसी कार्ड बनाइदिए बापत यहाँको रोमनियनले 8-9 सय हामीबाट लिने गर्दछ, हाम्रो एकाउन्टबाट काट्ने गर्दछ अर्थात् सेलेरीबाट काट्ने गर्दछ भन्ने बारे। अब लागौँ यसको चर्चातर्फ। मित्रहरू, हामी जब बाहिर कामदार नेपाल लगायत अन्य विभिन्न देशबाट आउँछौँ यस विशाल लोजिस्टिक कम्पनीमा, यहाँको लगभग 1-1.5 महिनापछि यहाँको 1-1.5 महिनापछि तपाईँलाई चाहिँ यहाँको रोमानियाको इमिग्रेसनमा लाने गर्दछ। त्यहाँ लगेर तपाईँलाई चाहिँ होइन, त्यहाँ गर्नुपर्ने विभिन्न हाम्रो पासपोर्ट लगेर जानुपर्ने हुन्छ। अनि त्यहाँ गइसकेपछि तपाईँलाई फिङ्गरप्रिन्ट गराउने होइन, विभिन्न त्यहाँका केही कागजपत्रमा साइन गराउने गर्दछ। त्यसको 1 महिनापछि तपाईँलाई पुनः फेरि त्यसै ठाउँमा गएर तपाईँले चाहिँ अब आफ्नो टिआरसी प्राप्त गर्न सक्नुहुन्छ। कम्पनी ती व्यवस्था सबै कम्पनीले नै गर्दछ। त्यस तपाईँलाई दिएको जुन कम्पनीले अर्थात् तपाईँले इमिग्रेसन मार्फत यहाँको टिआरसी कार्ड पाउनु छ, यहाँ रोमानियामा चाहिँ टिआरसी कार्डको भ्यालिडिटी, अन्य देशमा त के छ मलाई थाहा छैन, तर रोमानियामा चाहिँ हामीले प्राप्त गर्ने टिआरसी कार्डको भ्यालिडिटी चाहिँ 2 वर्षको हुन्छ।
र अन्य कम्पनीले के कसो गर्छ, काट्छ कि काट्दैन टिआरसीको त्यो मैले खासै बुझेको छैन। कतिपय चाहिँ काट्दैन अरे भन्ने पनि सुनिन्छ कता कता। यो मैले गर्दै आएको यो विशाल लोजिस्टिक कम्पनीले चाहिँ हामी कामदारहरूसँग चाहिँ अब 800 हामीले चाहिँ 800 लिएको थियो। अब अहिले त के छ 800 यस्तै काट्छ रोमनियनले हाम्रो सेलेरीबाट। एउटा तपाईँलाई मैले जानकारी भनेको यही हो, पहिलो जानकारी। हामी जति पनि बाहिरबाट कामदार आउँदछौँ, आएपछि यसले चाहिँ होइन इमिग्रेसनमा लैजान्छ। 1.5-2 महिनामा पहिले त ढिलो लान्थ्यो अरे होइन, ढिलो बनाइदिन्थ्यो भन्छन् पुरानाहरूले। अहिले चाहिँ छिटो काम गरिरहेको छ ती कागज पट्काइले गर्नुपर्ने कामहरू। र त्यो बनाए बाबत अथवा त्यो हामीले जुन टिआरसी कार्ड प्राप्त गर्दछौँ त्यस बाबत यसले चाहिँ आफ्नो यहाँको रोमनले हाम्रो सेलेरी तलबबाट काट्ने गर्दछ। यो एउटा तपाईँलाई जानकारी दिएँ मित्रहरू। वायरसभित्र यस्तै हुन्छ कामहरू। कन्टेनरको सामानहरू अनलोड गर्दै यस्तो मेसिनले। टट्टलहरू छिरायो अनि उठायो ल्यायो। यो चार्जरवाला हुन्छ है, चार्जरवाला इलेक्ट्रिक चार्जरवाला। यो रोमनियन बाजे हुन्। अन्य ठाउँमा यो चाहिँ चिसोको यो कोलाको वायरस हो, अन्यमा चाहिँ अब यो कपडाहरूको हुन्छ। कपडाहरूको पनि यस्तै मेसिनले अब एक ठाउँबाट अर्को ठाउँ गर्ने पिकिङहरू गर्दाखेरि लिएर हिँड्नुपर्ने हुन्छ हामी नेपाली कामदारहरूले। भिडियोको दोस्रो टपिक अर्थात् शीर्षक रहेको छ, यस युरोपको रोमानियामा अवस्थित विशाल लोजिस्टिक कम्पनीले हामी बाहिर कामदारलाई प्रति हप्ता 5 दिन 2 दिन छुट्टी दिने गर्दछ भन्ने बारे हो। मित्रहरू, तपाईँलाई मैले जानकारी गराउन चाहेँ। हामी बाहिर कामदार जति पनि यहाँ छौँ, काम गरिरहेका छौँ, सबैलाई चाहिँ 5 दिन ड्युटी दिने गर्दछ र 2 दिन चाहिँ छुट्टी हुन्छ। तर फेरि यो ग्यारेन्टी छैन मित्र, यो सप्लाई कम्पनी हो। फेरि त्यो भिडियोमा त्यो भ्लगमा त यस्तै भनेको थियो 5 दिन छुट्टी 5 दिन काम 2 दिन छुट्टी भनेको थियो। तर खै यो हप्ता त 2 दिन मात्रै काम दियो, अरू दिन अझै बढी पनि छुट्टी दियो। के कस्तो रहेछ त्यसले त्यति झुट बोलाएर रहेछ क्या त्यो भ्लगरले भन्ने पनि सोध्नु होला। यो सप्लाई कम्पनी त्यो ग्यारेन्टी छैन। हेर्नुहोस्, ड्युटी भएसम्म तपाईँको 5 दिन अनि 2 दिन छुट्टी हुन्छ। अब कसैको होइन कुनै वायरसमा अलिक काम चल्छ, अब सटरडेको निलाउँछ अर्थात् शनिबारको निलाउँछ, 6 दिन पनि हुनसक्यो होइन। त्यो 8 घन्टा मात्रै ड्युटी होइन, कसैको 10 घन्टा पनि चल्छ कुनै ठाउँमा है, सबै ठाउँमा भन्दैन म। कुनै ठाउँमा अब हप्तामा 6 दिन चल्ने, प्रतिदिन 10 घन्टा ड्युटी चल्नेहरू पनि छन् कुनै ठाउँ। ती ठाउँहरूमा हाम्रा नेपाल दाजुहरूले पनि राम्रै कमाएको छन्, तर धेरै ठाउँ होइन, एकदम कम न्यून ठाउँहरूमा। त्यही हो मित्र, पढाइ गरेर अब हामीलाई चाहिँ के गर्दछन्, धेरै जसो हामी बाहिर कामदारलाई चाहिँ हप्तामा 5 दिन छुट्टी 5 दिन ड्युटी 2 दिन छुट्टी दिने गर्दछ। त्यही हो, कतै अब काम चल्यो भने अब फेरि वायरसले बोलाउँदो रहेछ, फेरि पठाउँछ पनि होइन, शनिबार पनि। लगभग आइतबार चाहिँ अब 6 दिन काम चल्ने, आइतबार चाहिँ छुट्टी चाहिँ सबैको नै हुन्छ। कसैको चाहिँ त्यही काम बढी हुन्छ र अनि हप्तामा 2 दिन छुट्टी नभइकन 1 दिन छुट्टी मात्रै पनि हुने गर्दछ। यहाँको लोकलले चाहिँ फोर्कलिफ्ट चलाउँछ, योभन्दा ठुलो पनि चलाउने गर्दछ। बाहिर कामदारलाई चाहिँ पराइ दिँदैन यो फोर्कलिफ्ट, अर्को ठुलो यो मेसिनहरू चलाउनु। यो यहीँको लोकल हो मोटे। हामीले बाहिर कामदार चलाउन नि केही सानो मेसिन। आजको भिडियोको तेस्रो टपिकतर्फ आजको तेस्रो टपिक अर्थात् शीर्षक रहेको छ, युरोपको रोमानियामा अवस्थित विशाल लोजिस्टिक कम्पनीले
काम गरे बापत प्रति घन्टा रोमनियनले 17.5 ल्याइदिने गर्दछ। तर काम नभए चाहिँ दिँदैन है। खाडी मुलुक अन्य देशमा जस्तो अब काम नभएर कोठामा त्यति राखिराख्यो भने कम्पनीले दिँदैन। किनकि खाडी मुलुकतिर चाहिँ 8 घन्टाको बेसी तलब दिने चलन छ, दिन्छ। यहाँ चाहिँ चलन रहेन, त यहाँ चाहिँ दिँदैन। त्यो बुझिराख्नु होला। त्यही हो मित्रहरू, 17.5 पर्न जान्छ हाम्रो प्रति घन्टाको रोमनियनले यहाँको पैसा। त्यसैले मित्रहरू तपाईँले यो बुझ्नुहोस् कि मेरो आम्दानी कति होला के होला। अब तपाईँको अब ड्युटीमा भर पर्छ। अब मेन कुरो कस्तो ठाउँमा पर्नु छ, यसको धेरै ठाउँमा कन्ट्याक्ट छ। धेरै ठाउँ यस्तै वायरसमा मान्छेहरू लगाएको छ। कोही अब ओटी चल्छ, कोही अब बोनस खाने ठाउँमा पर्न सक्नुहुन्छ। कन्टेनरबाट सामानहरू अनलोड गरेको होइन, त्यस्ता ठाउँहरूमा चाहिँ अब हाम्रै नेपाली दाजुहरूले पनि राम्रै कमाएको छ। अब हाम्रो चाहिँ ठिकै छ भनौँ न, त्यस्तो राम्रो छ भन्न मिल्दैन। त्यसैले मित्रहरू तपाईँले बुझ्नुहोस् कि हाम्रो आम्दानी त्यहाँ गएपछि कति हुँदो रहेछ, के हुँदो रहेछ भन्नुको अगाडि चाहिँ तपाईँको ड्युटीमा भर पर्छ। कस्तो ठाउँमा पर्नुहुन्छ, कति ड्युटी दिन्छ होइन, कस्तो ठाउँमा परिन्छ भन्ने कुरा त्यसैमा तपाईँ डिपेन्ड गर्छ। त्यसैमा भर पर्दछ है त। कम काम गयो भए कम पैसा हो होइन। धेरै काम तपाईँले पाउन सक्नुभयो भने धेरै पैसा हुन्छ। तपाईँले कमाइको बारेमा होइन, आम्दानी इन्कमको बारेमा तपाईँले आफै पनि हिसाब गर्न सक्नुहुन्छ। तपाईँले अब महिनामा कति दिन अर्थात् कति घन्टा तपाईँको अब यहाँ काम गरेर पाउनुभयो, कम्पनीले दियो होइन। तपाईँको महिनामा जति घन्टा इक्जाम्पलको लागि अब तपाईँको अब 200 घन्टा तपाईँको अब 1 महिना बराबर तपाईँले काम पाउनु भने त्यही इन्टु 17.5 हान्नुहोस् होइन। जति बन्छ टोटल जति आउँछ नि त्यसैमा तपाईँको अब होइन 20 दिन गर्नुभयो, 20 दिसम्म अब 30 को दरले तपाईँलाई अब खानाको लागि दिने गर्दछ, फुडकार्टमा राखिदिने गर्दछ। 20 दिसम्म 600 भयो। मानौँ कि अब तपाईँको अब 200 घन्टाको अब इक्जाम्पलको लागि 2800 तपाईँको टोटल सेलेरी आयो तपाईँको हिसाबले गर्दाखेरि भने तपाईँको उता 600 बन्न गयो तपाईँको खानाको फुडकार्टको लागि भनेर। त्यही 600 घटाउनु भयो भने तपाईँको 2200 बच्यो। त्यही 2200 नै तपाईँको एकाउन्टमा तपाईँको कम्पनीले राखिदिने हो। ठिक छ, मैले भनेअनुसार अब 5-10 रुपियाँ तल माथि होला, त्योलाई त्यति डिफ्रेन्ट मान्नु हुँदैन। तर सेम तपाईँको त्यही हो हिसाब किताब। त्यसरी बुझ्नुहोस्। यस कम्पनीको सेलेरी तलब बारे भन्नुपर्दा यही हो मैले तपाईँलाई जानकारी है त। अरू तपाईँले यहाँ देखिरहनु भएको छ एकदमै अग्लो यो मेसिन, यो इलेक्ट्रिक चार्जरवाला मेसिन हो। अहिले चाहिँ काम नभएको बेला यहाँ इलेक्ट्रिकमा अर्थात् बिजुलीमा यहाँ चार्जर लगाइरहेको अवस्था छ। अलि उता फेरि त्यो फोर्कलिफ्ट। यी मेसिनहरू पढाइ गरेर बाहिर कामदारलाई दिँदैनन्, यहाँकै लोकलहरूले चलाउने गर्दछ। यो अग्लो मेसिनले धेरै माथि राख्ने काम गर्दछ। यता देख्नुभएको छ यति माथि लगभग हाम्रो 5-6 तला जस्तै माथि यसले राख्ने गर्दछ। यो हाइड्रोलिक सिस्टमको हुन्छ। यो धेरै माथि पनि सामान राख्न सकिन्छ। हजुरलाई भनिसकेँ मैले, यता माथि सामानहरू छ यी सबै राखेको यही मेसिनले नै। यो चाहिँ हामी बाहिर कामदारलाई दिँदैनन्, यहीँको लोकलले चलाउने गर्दछन् है त। हामी बाहिरका कामदारलाई चलाउन दिने भनेको यही हो, यही मेसिन। पिकिङहरू गर्ने, सामान यताको उता सार्ने यसले गर्दछ। यो इलेक्ट्रिक चार्जरवाला हो, बिजुलीबाट यसले चार्जर गर्ने गरिन्छ। ताकि यसले धेरै लोडसम्म पनि यसले पनि यताको उता लाने काम सहजै रूपमा गर्न सकिन्छ। चलाउन चाहिँ धेरै समय लाग्दैन, 1-2-3 पुरानो व्यक्तिहरूले सिकाउने गर्दछन् यता त। त्यसपछि आरामले मजाले चलाइन्छ, यो गाह्रो छैन। धेरै मित्रहरूले मेरो भिडियो हेरेर बेसी सेलेरी बढेको छ अरे भनेर पनि कतिपयले सुन्नुहुन्छ। अझैसम्म बढाएको छैन यो विशाल कम्पनीले। अहिलेसम्म त्यही हो, धेरै वायरसमा अब 2574 छ बेसिक तलब। 1-2 ठाउँमा चाहिँ 2250 बेसिक तलब छ। यो जुन तपाईँलाई कम्पनीले तोकेको छ नि यो बेसिक सेलेरी, यो बेसिक सेलेरी चाहिँ तपाईँको बेसिक घर अर्थात् तपाईँको घन्टा पुग्यो भने मात्र पाउनुहुन्छ, नत्र पाउनुहुन्न। किनकि कहिलेकाहीँ तपाईँको त्यो बेसिक आवर
12 महिनाको अलग अलग हुन्छ। कहिलेकाहीँ तपाईँको काम नभएर बेसी घर पुग्दैन, त्यसपछि तपाईँको कमाउन पनि सक्छ, आउँछ। यो बुझिराख्नु होला। त्यही यो मित्रहरू, म यहाँ यो विशाल लोजिस्टिक कम्पनीमा म काम गर्दै आएको, ड्युटी गर्दै आएको 1 वर्ष भयो। मैले हालसम्म बुझेको र देखेको भोगेको कुराहरू के भन्दाखेरि, अब मैले मूल्याङ्कन गर्दाखेरि र सम्पूर्ण नेपाली दाजुभाइ लगायत अन्य देशका कामदारहरूसँग बुझ्दाखेरि त्यही हो, 100मा 15-20%ले ठिक कमाएको देख्छु। ती 10-15-20% मान्छे भनेको अब 1-20-30सम्म कमाएका छन्। ताकि अब 6 दिन काम चल्ने, 10 घन्टा ड्युटी चल्ने ठाउँ हुन पर्नेले कोही अब कन्टेनरमा सामानहरू अनलोड गरेको त्यो के अरे बोनसहरू पाउने ठाउँमा, कोही अब पिकिङ गरेको टार्गेट पुर्याउने भन्छ, फेरि काम चाहिँ अलि धेरै नै गर्नुपर्ने हुन्छ। हो त्यस्तोमा चाहिँ काम गर्न सक्नेहरूको चाहिँ राम्रै सिलेक्ट तलब अब छ। फेरि धेरै मित्रहरूले भन्नुहुन्छ होला फेरि, ल पहिला त यस्तै थियो, भलो गर्दा त यस्तै थियो भने त यहाँ त यस्तै टनक कमाउने भने पऱ्यो भन्ने पनि सोध्नु होला। यो सबलाई यो अब कस्तो ठाउँमा पर्नुहुन्छ भन्नेमा तपाईँ भर पर्छ। हेर्नुहोस्, सबैको एकनासको तलब छैन। धेरैको चाहिँ त्यही अब 65, 70, 75 त्यस्तै नै हो। त्यही पनि फेरि काम पाएको बहुत मात्रै, कहिलेकाहीँ ड्युटी चल्दैन, त्यो पनि नहुन नि सक्छ। हेर्नु, त्यस्तो अवस्था नि हामीले झेलिरहेका छौँ। यसरी बुझिदिनु होला। त्यही भएर मैले के भन्छु भने, योभन्दा पहिले भिडियोमा नि भनेको थिएँ, भागी खाने हो। किन सबलाई यो अब यहाँ तपाईँलाई अब एयरपोर्टदेखि रिसिभ गरेर होस्टेलमा राखेर पछि ड्युटी कस्तो ठाउँमा लगाउँछ भन्नेमा भर पर्छ। कुनै व्यक्तिले राम्रै कमाएको हुन्छन्, कसैको अब त्यस्तै यो मैले अघि भनिसकेँ 65, 70, 75 त्यस्तै। त्यही पनि कम्पनीले ड्युटी दिएको बखत मात्रै, बेला मात्रै, त्यो पनि ग्यारेन्टेड छैन। यसरी बुझिदिनु होला है त। मित्रहरूले मेरो भिडियो हेरेर विशाल लोजिस्टिक कम्पनीको अफिस कहाँ छ भनेर सोधिरहनुहुन्छ। अब तपाईँहरूलाई नि अब त्यहाँ इन्टरभ्यूको क्वेसन एन्सरमा पनि अब के अरे मेन पावर एजेन्सीले त्यहाँ लेखेर पनि दिएको छ होइन। त्यही 30 to 36 बुकाइस्टको सेक्टरमा भन्छ क्या अरे। हामी प्रायः कामदारहरू कोही पनि त्यहाँ काम त्यस्तो पर्दैन, त्यही भएर पनि गइँदैन। यहाँ पुरानालाई पनि सोध्यो कहाँ छ र अफिस भने त्यही बुकारेस्ट त्यही सेक्टर 30 to 36तिर भन्छ, तर हामी गएको छैन भन्छन्। खासै काम पर्दैन अफिसतिर भनेर कामै हुँदैन, त्यही भएर गइँदैन। अन्य अब यसको अब बस्ने होस्टेलहरू भनेको अहिले म बस्दै आएको बोलेन्टिन भ्याली नै हो यसको ठुलो होस्टेल। यहाँ लगभग 200-250 जना छौँ होला। अनि त्यसदेखि अलि पर अब आधा घन्टा जस्तो अलि टाढा जाति बोय बाकुजोता भन्ने छ, त्यहाँनिर नि अब केही कामदारहरू राखेको छ। अन्य चाहिँ उता अलि पर, धेरै पर नै भनौँ न, त्यो त धेरै समय लाग्छ। पोलिस्थिततिर पनि राखेको छ, म त गएको छैन त्यताको। अब हामीसँग आएको पनि त्यहाँ केही समय काम गरेर यसलाई फेरि यही हाम्रै क्याम्पमा, हाम्रै होस्टेलमा आएर पनि गइरहेका छन्। किन धेरै टाढा छ भन्ने सुनिन्छ। यो साथीहरू कम्पनीको बारे भन्नुपर्दा है त। आजको भिडियोको चौथो टपिक अर्थात् शीर्षक रहेको छ युरोपको रोमानियामा अवस्थित विशाल लोजिस्टिक कम्पनीले हामी बाहिर कामदारहरूलाई यस कम्पनीले काम दिए बापत है, काम नदिएको बेला काम त्यति नदिएर रुममा राखेको त्यो चाहिँ दिँदैन, बेसी तलब पनि दिँदैन, खानाको पैसा पनि दिँदैन। यो चाहिँ बुझिराख्नु होला एकदम राम्रोसँग। मैले धेरै भिडियोमा बुझाउने प्रयास गर्दैछु। आज चाहिँ एकदम सरल र सहज तरिकाले चाहिँ हजुरलाई म बुझाउन गइरहेको छु, जानकारी दिन गइरहेको छु। यो भिडियो राम्ररी स्किप नगरिकन हेर्नु, तपाईँ सम्पूर्ण कुरा तपाईँ एकदम सरल र सहज तरिकाले
बुन्नु नै छ, सिक्नु नै छ। यस विशाल लोजिस्टिक कम्पनीले तपाईँ काम भए बापतै पुनः भन्न चाहे काम भए बापतको मात्रै तपाईँलाई प्रतिदिनको हिसाबले 30ले यहाँको रोमनियनले 30ले बराबर हिसाब गरेर दिने गर्दछ। त्यसको चाहिँ अलग्गै फुड कार्ड चाहिँ यही ब्याङ्क एकाउन्ट त्यो होइन हाम्रो कार्ड हुन्छ नि हो त्यस्तै कार्ड बनाइदिएको हुन्छ फुड कार्ड, त्यसमा राखिदिने गर्दछ। त्यसै मार्फतै अब मार्केटमा नि त्यसैबाट चल्छ। खानासाना अब होइन के चाहिन्छ मार्केटमा लिन जाने अनि अब त्यहाँ अब त्यही कार्ड है सोध्छ उसैले नि क्यास हो कि कार्ड हो भने कार्ड भने त्यो कार्ड ठ्याक्क लगाउनु त्यही मेसिनमा त्यहाँदेखि बिल ल्याउँछ सम्पूर्ण त्यही हो। तपाईँलाई थाहा भइहाल्छ यहाँ आएपछि। त्यही पनि मैले यहाँ टाढा त्यहाँ स्वदेशमा हुनेलाई मैले यसरी जानकारी गराएँ। त्यही हो मित्र। फेरि कसैलाई चाहिँ यो तपाईँलाई अलिकति फरक पनि लाग्न सक्दछ, अलिकति जिज्ञासा नि लाग्नु स्वाभाविकै हो। सेलेरी यति आउँछ अरे चाहिँ फुड कार्डमा अलग्गै यति दिँदो रहेछ भनेर। अलग अलग त हो कि तपाईँले यसरी बुझ्नुहोस् कि अब त्यही मैले अघि नै भनिसकेँ। र अझै मैले सरल र सहज तरिकाले तपाईँलाई के जानकारी गराउन चाहेँ भने हामीलाई दिने यसले प्रति घन्टा काम गरे बापत 17.5 ल्याइयो यहाँ रोमनियनले। त्यही इन्टु 17.5 इन्टु तपाईँलाई प्रति घन्टा दिने यसले 17.5 ल्याइ इन्टु तपाईँको एक महिनामा कति घन्टा काम तपाईँले कम्पनीले दियो, कति दिन तपाईँले गर्नुभयो, त्यो इन्टु हानेर टोटल तपाईँको जति आउँछ नि त्यसै टोटल मध्येमा तपाईँले जति दिन तपाईँले काम गर्नुभयो त्यो इन्टु 30 गरेर यता जति बराबर आउँछ नि त्यो उता 17.5ले जति घन्टा भयो थियो त्यसमा जति तपाईँ टोटल बनाएको छ त्यसैमा तपाईँको यताको अब जति दिन काम गर्नु त्यो इन्टु 30 हानेर त्यहाँ होइन कति आउँछ त्यसमा माइनस गरेर बचेको नि तपाईँ एकाउन्ट कार्डमा आउने हो। तलबको कुरा आउँदा है त कति बेला लाग्न सक्दछ 2550 कति चाहिँ यो बेसीकै रहेछ क्या अरे त्यति हाम्रो तलबै आउनुभयो। यता चाहिँ खाना चाहिँ अलग 500 आउने भयो भन्ने कुरो तपाईँको त्यो होइन। तपाईँले हिसाब गर्नुहोस्। अब फेरि पनि एकपल्ट भन्न चाहेँ अन्त्यमा तपाईँको एक महिनामा जति घन्टा काम गर्न पाउनुभयो, जति घन्टा तपाईँले कम्पनीले काम दियो त्यो घन्टामा तपाईँले 17.5ले यहाँको रेट दर हो कम्पनीले दिने त्यो इन्टु हानेर तपाईँको क्यालकुलेटरमा ठ्याक्क थिच्नुपर्छ जति बराबर आउँछ नि तपाईँको त्यहाँ एमाउन्ट। त्यसमा चाहिँ अब तपाईँले कति दिन गर्नुभयो, कति दिन गर्नुभयो त्यो काम त्यो इन्टु 30 रुपियाँ 30 हान्नुहोस्। भन्नु मतलब यसले फुड कार्डमा दिने प्रतिदिन काम गरे बापत है 30 रुपियाँ दिने हो। त्यो जति दिन गर्नुभयो नि त्यो काम बापत अब 30 इन्टु 30 गरेर जति त्यहाँ टोटल जम्मा आउँछ त्यो पहिले तपाईँको 17.5 इन्टु तपाईँले जति घन्टा तपाईँको काम भएको थियो एक महिनाभित्र त्यो बराबर आएको टोटल जम्मा मध्ये त्यसमा लगेर तपाईँको कति दिन गर्नुभयो त्यो 30को दरले तपाईँले हान्दाखेरि जति निस्केछ नि त्यो दुईवटा तपाईँको घटाउनुहोस्। त्यो बचेको नि तपाईँको फेरि पनि भन्न चाहे तपाईँको एकाउन्टमा त्यही कम्पनीले राखिदिने हो। यसरी बुझ्नु होला हाम्रो आम्दानी कति हुन्छ के हुन्छ भन्नेमा कुरा है त मित्रहरू भन्दै आजको यस भ्लगबाट म बिदा हुन्छु। तपाईँलाई यस्तै यस्तै विभिन्न रोचक र जानकारीमूलक भिडियोहरू अन्य बेला पनि फेरि भेट्ने बाचा गर्दै अहिलेलाई चाहिँ छुट्टिन्छु। हजुरहरूले यो भिडियो हेरेर त्यस्ता केही जिज्ञासाहरू छन् भने अब कमेन्टमा जिज्ञासा छोडिराख्नु होला। तपाईँको जिज्ञासालाई मैले भरपुर तरिकाले चाहिँ होइन जाने बुझेसम्म मैले तपाईँको जिज्ञासालाई मेटाउने प्रयास गर्नेछु। हस् त भाइ फेरि भेटौँला।